हाई साथीहरू, आज म प्राय सबै नेपालीहरूलाई मनपर्ने डिस मोमो बनाउँदैछु। सबैभन्दा पहिला यसलाई चाहिने सामग्रीहरू यस प्रकार छ। ठुलो ठुलो प्याज 4वटा मसिनो काटेको, सानो कचौराको 1 कचौरा लसुन पत्ता, सानो कचौराको 1 कचौरा धनिया पत्ता र ठुलो 3 चम्चा लसुन अदुवा पेस्ट, सानो कचौराको 1 कचौरा काँचो तोरीको तेल र ठुलो चम्चाको 2 चम्चा मोमो मसला अनि नुन स्वाद अनुसार। र मोमो बनाउन सबैभन्दा चाहिने जरुरी चिज किमा 1 किलो। अब यो चिकन किमामा काटेको प्याज, लसुन पत्ता, लसुन अदुवा पेस्ट, धनिया पत्ता, नुन स्वाद अनुसार, मोमो मसला र मैले यहाँ अलिकति स्वादको लागि अजिनोमोटो पनि लिएकी छु। अजिनोमोटो र यसलाई जुसी बनाउनलाई काँचो तोरीको तेल सबै चिज यसमा राखेर अब यसलाई मजाले मुछ्नु पर्छ। कसैले बटर पनि हाल्छन्, कसैले सनफ्लावर तेल हाल्छन्, तर मैले यहाँ तोरीको तेल लिएको छु। तोरीको तेलले असाध्यै जुसी हुन्छ। अब यसलाई मजाले यसरी मुछ्नुपर्छ। मुछिसकेपछि अब यसलाई मैले प्लास्टिकको र्यापरले यसरी बाँधेर फ्रिजमा मेरिनेट हुनको लागि 2-3 घण्टाको लागि राखिदिन्छु। अब अचारको लागि मैले ठुलो 4वटा टमाटर काटेकी छु। एउटा कराईमा तेल तताएर अब यसमा मैले 2 मुठी जति बदाम भुट्दैछु। बदाम भुटिसकेपछि अब यो रातो रातो हुन्छ। अब यसलाई एउटा भाँडामा निकालिदिने। मोमो त आफै स्वादिलो हो, तर चटनी ट्वाक्क भयो भने चाहिँ मोमोको जान हो चटनी चाहिँ। बदाम निकालिसकेपछि त्यही तेलमा सानो काटेको प्याज, 2टा सुकेको खुर्सानी र 4-5 केस्रा छोडाएको लसुन पनि यसरी भुट्ने र काटेको टमाटर पनि यसैमा हाल्ने र थोरै यसमा टमाटर गल्नको लागि अलिकति नुन हाल्ने र एउटा हरियो खुर्सानी हालेर अब यसलाई एउटा ढक्कनले छोपिदिने र सानो आगोमा 2 मिनेट पाक्न दिने। अब 2 मिनेटपछि फेरि ढक्कन खोलेर हेर्ने, एकछिनसम्म यसलाई चलाउने। अब फेरि यसलाई 5 मिनेटसम्म पाक्न दिने। 5 मिनेट भइसकेपछि अब ढक्कन खोलेर हेर्ने। हेर्नुस्, यी पानी पनि सट्ट सुकिसकेको छ। अब यो पाकिसक्यो, लपक्क गलिसकेको छ। अब ग्यासको फ्लेम बन्द गरिदिने र यसलाई मजाले सेलाउन दिने। सेलाइसकेपछि अनि यसको चटनी पिन्ने। फेरि टमाटरहरू सेलाउँदासम्म यता पिठो पनि मुछ्नु पर्यो। त्यसको लागि मैले यहाँ मैदा लिएको छु। मैदामा अलिकति पानी, अरू केही पनि तेल सेल नुन केही नहाल्ने, सादा पानी हालेर यसलाई सफ्ट यस्तो किसिमको सफ्ट नरम किसिमले मुछ्ने। मुछिसकेपछि अब यसलाई छोपेर राखिदिने। एउटा ढक्कनले सट्ट छोपेर राखिदिने। अब यतातिर टमाटर पनि सेलाइसकेको छ। अब यो सेलाइसकेको टमाटरलाई मैले एउटा मिक्सरमा हाल्छु। मिक्सरमा हालिसकेपछि अब अघि तारेर राखेको बदाम पनि यसमा हाल्ने र थोरै नुन पनि हाल्ने र अलिकति यसमा टिमुर पनि हाल्ने। अब यसको ढक्कन बन्द गरेर मिक्सर अन गर्ने। मैले नुन चाहिँ नि टमाटरमा पकाउँदाखेरि हालिसकेको भएर थोरै मात्रै हालेको छु अहिले। ल अब यो पिसिसकेको छ। ल अब यसको ढक्कन खोलेर हेरौँ त कस्तो कस्तो मिठो मिठो चटनी देखियो। अब यो पिसेको चटनीलाई एउटा बलमा खनाउने र यहाँ मैले एउटा आफ्नै बारीको घरको गन्धराज कागती लिएकी छु। यो हाल्यो भने त झन् तुफान स्वाद हुन्छ यसको। अब यो कागती 2-4 ड्रप यसमा हाल्ने। हालिसकेपछि अब यसलाई चम्चाले चलाएपछि मिठो मिठो यो चटनी पनि मोमोसँग खानलाई रेडी भयो। यता किमा पनि मजाले मेरिनेट भइसकेको छ। अब यसलाई फ्रिजबाट निकालेर एकछिन साइडमा राखिदिने। अब मोमोको भाँडामा यसरी पानी बसाल्ने, पानी उमाल्न राख्ने र यो भाँडामा चाहिँ नि तेल लगाएर यसमा चाहिँ मोमो राख्नुपर्छ। अब थोरै मैदाको यसरी पिठो लिएर सानो सानो पुडीभन्दा अलिकति सानो यत्रो गोलो गोलो सेपमा, न धेरै मोटो न धेरै पातलो। पातलो भयो भने पनि फेरि मोमो फुट्छ र धेरै पनि बाक्लो नबेल्ने। सानो ठिक्कको यो लेयर गरेर अब यसमा किमा हाल्ने। अब यसरी किमा हालेर अब यसलाई मजाले आफूलाई कस्तो सेप दिन मन लाग्छ त्यस्तै गरी यसलाई पोको पार्ने। पोको पार्दा ख्याल गर्नुपर्छ चारैतिरबाट फेरि तानिएर यो च्यातिन्छ। अब यसरी सट्ट मुच्चा पारेर अनि सट्ट बेरिदिनुपर्छ। बेरेपछि ल हेर्नु, अब यो मोमोको भाँडामा यसरी राख्ने। घरमा मोमो बनाउँदा आफू एक्लैले भन्दा सबै मिलेर बनाएको अझै रमाइलो हुने। यहाँ छोरीले पनि मोमो पोको पार्दैछ। पोको पार्दै उसले अब कस्तो आफूलाई बनाउन मन लागेछ त्यस्तै गरी यो भाइले पनि बनाएको छ। यहाँ भाइले बनाएर राखिराखेको छ। हेर्नु, अब मैले यता यहाँ कोदोको पनि मोमो बनाएको छु। मेरो बुढाले चाहिँ नि मैदाको नखाने, त्यस कारण कोदोको भनिन्छ, मैले कोदोको पनि बनाएको छु। अब यो पोको पारिसकेको सबै मोमोलाई यसरी स्टिम गर्न राखिदिने। मोमोसँग खानको लागि सुपको जिम्मा चाहिँ मैले मेरो कान्छो भाइलाई दिएको छु। कस्तो मिठो बनाएको छ यसले, मिठो मिठो खसीको खुट्टीको सुप। जाडो मौसममा तातो तातो सुपले शरीरलाई वार्म पनि पार्छ।
अब यो पाक्यो कि पाकेन भन्ने हामीले यसरी एउटा टुथपिकले मैले लिएको छु। यो टुथपिक यसमा टाँसेन भने अब यो मोमो पाकेर खानलाई रेडी भयो। यसै गरी मैले अर्को पनि हेर्दैछु, यो पनि पाक्यो, सर्भ गर्नको लागि रेडी। यसै गरी मिठो मिठो झोलसहितको तातो तातो मोमो यो जाडोमा घरमै बनाएर खाउँ है त सबैले। मिठो मिठो मोमो खानको लागि रेडी भयो।